गाडी कराएको सुनेर खुसीले कुदेँ म चाहिँ सडकतिर है। ठ्याक्कै गाडी पनि आयो, छोरोले मलाई ढोग्यो है। आम्मामा के साह्रो झोला भनेर सक्ने कुरै छैन, सधैँ यस्तै हो गाइज। बोक्ने चाहिँ मै हो। 3 टिप गरेँ, 1 झोला चाहिँ मिठाई मात्र रहेछ। अलिअलि मैले पनि खाएँ। यो चाहिँ अरूतिर लाने कसैले हो। यता इहु चाहिँ फेरि खुसीले पिङ खेल्न थाल्यो, फुपाले बनाइदिइराख्नु भएको थियो। यता नानी चाहिँ फेरि खाली पानी चकचके नानी आमा बनाए चप्पल आएछ गाइज। मलाई भित्र साह्रै चकचक गर्यो भनेर उसलाई चाहिँ बाहिर निकालेर कक देखाउन थालेँ। इहु चाहिँ टिभीमा हेर्दै क्विक कम्बर बाँच्न सिक्दै थियो है। अनि फुपाले चाहिँ 2 जनालाई पियानो सिकाउन थाल्नुभयो। 2 जना चाहिँ एकदम मामा घरमा इन्जोय गरिरहेको थियो। धेरै पछि उसँग बसेर खाना पनि खाएँ है। भैँसीको सुकुटी थियो सब्जी चाहिँ। भोलिपल्ट बिहानै म चाहिँ पानी ट्याङ्की जानको लागि रेडी भइसकेको थिएँ गाइज। अनि नानालाई चाहिँ एकदम गाह्रो भएर बागडोग्राको गाडीमा चढाउनु पर्ने थियो। टक्क पानी ट्याङ्कीमा पुगेर गाडी चढाइसकेर चाहिँ म माछा किन्नतिर गएँ। एकदम सस्तो पर्छ नि त यता। माछा टक 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 काटेर दिनुभयो। यो बुलक्कर दिमाग मैले झोला बिर्सिराखेको छु। 20 रुपियाँमा सस्तो झोला पनि किनिहालेँ। पैसा फिर्ता पाउँदा 10 रुपियाँको डलर पनि पाएँ है। अनि चाहिँ कोपी किन्न गएँ। 100 रुपियाँको 5 केजी कोपी किनेँ। 200 रुपियाँ पैसा दिएँ। फिर्ता पनि पाएको थिएँ 100 रुपियाँ। ठ्याक 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 आउँदै थियो। अलिक माथि सस्तो खरबुजा पनि भेटेँ। 2 केजीको एउटा किनिहालेँ। काकाडी भित्तामा आएर चाहिँ मैले थुक्पा अर्डर गरेको आएछ। अनि भोक लागिरहेको थियो। एकदम गप खाएँ है। अलिक पर गएर सुनको नाकमा किनेँ भनेर भन्न सक्दिनँ। यो चाहिँ ग्यारेन्टीवाला हो। अनि बसमा बसेँ। 11 मात्र बजिरहेको थियो गाइज। 2 बजी जाने बस। एकदम अल्छी लागिरहेको थियो है। बोर्डरमा भिडियो बनाएको पनि सशस्त्रले सबै डिलिट गरिदिएको थियो। बेहाल थियो है। बाहिर निस्केको त ठ्याक्कै चल्नेहरूको मजा लिइरहन्छ। 1617 चलिरहन्छ अरे हो। बसमा त यस्तो लेखिरहेको रहेछ। यो चाहिँ हाम्रो गाउँको बसमा लेखेको गाइज। अनि बल्ल बस कुद्यो। 2 बजी हिँड्ने बस 2:20 लगायो। घरमा आएको त छोरा खेलिरहेको रहेछ। हाँसिदेऊ न नोक्सान भनेको हाँस्यो। रुइदेऊ न नोक्सान भनेको रुयो। नक्कले छोरो एकदम बाठो छ है। पछि चाहिँ हिरो हुन्छ। भर्खर 1 वर्ष पुग्दैछ। अनि आज चाहिँ सबैजना आउनुभएको थियो नि त मामा घरबाट। अनि नानीहरू चाहिँ यहाँ सबैजना भाइ बहिनीहरू चाहिँ वाटरमेलन खाँदैछ। अनि यता आन्टीहरू चाहिँ बल्ल मम्मीसँग भेट भएको दिदी बहिनी होइन। गफ खतरा चलिरहेको छ। अनि एकछिनबाट चाहिँ फेरि आन्टीहरूको यता सुरु भयो तोङ्बा पार्टी। अनि भोलिपल्ट बिहानै एकदम लोकल कोठा रेडी। छोराले चाहिँ बाहिर साह्रै चकचक गरेर भित्र दैलो थुनेर उसलाई खेलाउँदै थियौँ। अनि यता फेरि यहाँ दादालाई डलेको 2 जना एकदम मोज गरेर खेलिरहेको थियो। भरे बेलुका चाहिँ हाम्रो मोमो थियो। मैले चाहिँ यो खाएको एकदम इन्जोय गरेर भिडियो बनाएको थिएँ गाइज है। तर के गर्नु मैले अपलोड पनि गरेको कपिराइट लाग्यो। बेहाल भयो। ओके गाइज आजलाई यति नै। बाई बाई। नेक्स्ट ब्लगमा भेटौँला।